सबैजनालाई नमस्ते नमस्कार गुड मर्निङ। आज चाहिँ हामी हलेसी जाँदैछौँ युवराज शर्मा भूमिनन्दवती काँचुली फेर्दै हुनुहुन्छ अरे यहाँ सरले। तपाईँ त ठ्याक्कै गोमनै हो क्या? गोमनै हो नि कि किङ कोब्रा हो? काँचुली फेर्दै हुनुहुन्छ सरले। अब हामी जानेवालामा छौँ तर दिनहरू यस्तो छ कि हेर्नु नि पानी पर्ने अवस्था गम्भीर छ। परिरहेको थियो बिहानसम्म। यो भन्दा ठुलो खाले हुन्छ यता। हजुर यो भन्दा ठुलो खाले हुन्छ। कहाँ गएछ नि मेरो फोन? मैले बोकिने रहेछ नि। ओहो यस्तो हुन्छ। अहिले चाहिँ हामी ऐसिलु खर्क गाउँपालिका नभएर यो चाहिँ हामी रावबेसी गाउँपालिकामा छौँ। युवराज सर र म यता छौँ। अनि यहाँ देख्न सक्नुहुन्छ राम्रो देखिरहेको छ। यहाँ पनि घर पनि बाक्लो रहेछ। अनि पारी चाहिँ के पो भन्छ सर? यता रावबेसीको हरमटार पऱ्यो भने यता चाहिँ रुबुङ मैले बिर्सेँ। यता चाहिँ रुबुङ, यता हङचुर भइहाल्यो। तर त्यसको पल्लोपट्टिको माथिको चाहिँ रुबुङ, यो पल्लोपट्टिको यो चाहिँ हङचुर भइहाल्यो। यस्तो छ। अनि तलको रावा खोला यसरी बगिरहेको छ सलल। दामी देखिरहेछ। अब धेरै ढिला नगरिकन अब हामी लाग्यौँ गन्तव्यमा। हलेसी पुग्नु भन्छ हो होइन? बाँचे केसर घन्काइन्छ, मरे झिगा भन्काइन्छ। गएपछि दुईजनै जाउँ होइन? लडिहाल्यो भने त निस्किने ल। फोन चाहिँ नखस्ने गऱ्यो। कस्तो ठुलो रहेछ नि त खोला। ऊ त्यो बिचमा चाहिँ गइरहेछ कि जस्तो लाग्यो। यस्ता नाथे खोला अरे। यो चाहिँ माझा दिल्ली लिँदै यसो कुना जाने रहर लागेर नि त यो चाहिँ यस्तो भएको। यहाँबाट यस्तरी आएको। अनि यहाँ गियर चेन्ज गरेको हल्का बाइक चाहिँ यस्तो हुँदो रहेछ। फुत्तै यहाँबाट यता आयो। यता ल्याउनु खोज्दा खोज्दै छिरिहाल्यो माथि। हल्का बाइकको चाहिँ यो उचालिँदो रहेछ कि अगाडिको के। अब वेट बेसी हो नि त पछाडि, त्यही भएर यस्तो हुन्छ कि। अनि अनकन्ट्रोल हुन्छ कि। विचार गर्दा गर्दै कुदेको। डिल भएको भए त गइ नै गएको। त्यही कुना हो होइन? नडराउँ ठिक छ। अब यताबाट उचालौँ लेकरबाट। त्यो तल मेलो 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 यो बाइकले ठाउँको ठाउँ तान्दैन। सेलाउनु पर्छ एकछिन। बिजोक बनायो नि त। म्याथ सिक्ने भइहाल्यो। तर के भन्ने सुन्नु? म्याथ सिक्ने भयो भने म्याथ सिक्ने भए 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 नै भनिरहेको छु नि म होइन? मित्रहरू हामी गएका नुन खोलामा उपस्थित भएको अवस्था। गौतम मेरो दाइ नमस्कार। हजुर कुरा बुझिनँ म। तपाईँलाई पनि मेरो गम्बुट देखेर गम्बुट किन्नु मन लागेको? बिर्सिनु थाल्नु भयो क्या?
रजिन के रहेछ बाटो बाटो उहाँ हजुर रजिनसँग हिजो मेरो कुराकानी भएको थियो ए हामी अर्को बाटो आयौँ अनि फेरि उहाँ फेरि उता घुमेर आउँदाखेरि उहाँ 11 बज्ने भयो के भन्दै हुनुहुन्छ आउने कि कता आउँदै रहेछ है भेट्नुपर्छ भन्दै थियो पुरा खोलामा झरिसक्नु भएको थियो को पो हाम्रो सचिव चाहिँ भूमिनन्द डोजरले साथीले हजुर सुँगुर पालेर छ नि अँ सुँगुरकै उत्पादन राम्रो हुँदैछ नि अहिले चाहिँ अलिक छोड्नु भएको छ माछा सुँगुर एकचोटि देखाएको थिएँ त्यो फर्ममा लगेर गजब लाग्यो त्यो साथीको बङ्गुर फेरि लोकल चारेर पाल्दा क्या दामी दामी देखाएको थियो राम्रो मान्छे हो नि त त्यसो गर्नुपर्छ ल ल ल जाउँ हाम्रो माननीयज्यू बाइकमै आउनुभएको त्यस्तो टाढोदेखि बम्बईको कुरै नगर बादलले केही नदेखिने त छ नि त कस्तो जाडा झन्डै गयो त राम राम धानको बिउ त कत्रो हो धानको बिउ त तपाईँको काम घर गाउँ घरमा काम छ भन्ने सबैलाई थाहा छ हामी त हो भेटघाट गर्दै जाँदा धेरै छिप्पियो यो धान हो यो त एकदमै राम्रो छ त छिप्पिएको भन्दै हजुर यो चाहिँ कृषिको एकछिन अनि पुग्नु न आउन आमा एउटा फोटो खिच्नुहोस् आउन हाम्रो माइलाको बोलेको एरियामा आउन आरामै हुन्छ आइपुग्नु हो हजुर यहाँ हो तपाईँको हजुर यहाँ हो घरै यहीँ हो हाम्रो बाइक चाहिँ अब यो चाहिँ रोडमा आएपछि कस्तो शीतल भयो है सर अघि गर्मी भइरहेको थियो अनि हामी चाहिँ हलेसी सल्दै पुगेर पनि खाना मस्त दबायौँ कुखुराको मासुसँग अनि कुखुराको मासुसँग मजाले दबाइयो महावीर दाइकोमा अनि त्यसपछि त्यहाँबाट लाग्यौँ हामी फेरि हलेसीसम्म मात्र यात्रा गर्छौँ हामी चाहिँ अब केरा किने हो केरा हो काँक्रो कति पर्छ लु एउटा काँक्रो हाउ बेटा छोडेको अर्को काका केरा हौ माने ल केरा खाउँ केराको भनी गरिदिनु पर्यो ल अहिले चाहिँ हामी यहाँ हलेसी तुवाचुङ नगरपालिकामा छौँ यहाँ हाम्रो माननीयज्यू यस्तो अदुवा फल्छ हेर्नु त यहाँ सर बाहिरबाट ल्याउँछौँ
खोटाङमा यस्तो दखल चाहिँ कहिले केरा हेर्नु झन् केरा कत्रो फलेको छ केरा खोटाङ नामै खोटाङ बजार खोल्नु भनेको छु अबको चोटि भनेको गर्नुपर्ने छ अब स्थानीय तहमा जितेर अब होइन हाम्रो त 1 नम्बर प्रदेशमा त ठुलो प्लानिङै छ नि अहिले किन भनिहाल्ने होइन हाम्रो सरकारले बनिहाल्छ हामी ठुलो काम गर्नु अब गर्नुहुन्छ होला भन्दै भन्दै सरकार हामी चाहिँ यो छानेको छौँ त्यति मात्रै हाम्रो जिन्दगी बित्ने भयो यो कति हो आमा एउटाको लिनु त 200 भयो नि त कति दिन्छु ल भयो आमा म दिएँ ल एउटा तपाईँले नै दिनु भएको पैसा पनि पुरानो भइसक्यो म पैसा मागेको किन वास्ता माग्नु चाहिँ ल हो भने के कमाउनेले वास्ता हुन्छ कि हामी नकमाउने दिनु त्यसो मैले झोलामा लाएँ झोलातिर हाल्नुपर्छ माइली आउनुहोस् केरा खानुहोस् काँक्रा खानुहोस् मिठो छ नमस्कार सन्चै हुनुहुन्छ ठिक छ कता हो घर तपाईँहरूको झापा हो घुम्न आउनु हो भनेपछि हो नम्बर फेरि यस्तो कायदा देखिन्छ नि ठाउँ त है सर कस्तो मजाले बसिरहेको छ है ठाउँहरू दामी गरी बसिरहेको छ गाइजहरू हाम्रो खोटाङ जिल्लाको एकदमै सुन्दर देखिने ठाउँ अति दामी माथि माथि बादल तल कति रमाइलो ठाउँ है यता जापानहरू जस्तै देखिन्छ त तर नझुक्किनु होला हामी खोटाङमा छौँ हामी खोटाङमा छौँ के नझुक्किने होला हामी खोटाङमा छौँ स्वर्गमा होइन खोटाङमा छौँ अब हामी जान्छौँ को यहाँबाट चाहिँ फेरि ठ्याक्क हलेसी देख्न सकिन्छ अरे दामी देखिँदो रहेछ नि त है ल है यो चाहिँ हलेसी हाम्रो खोटाङको धार्मिक स्थल हलेसी फेरि रिटर्न यस्तो छ ल देख्न सक्नुहुन्छ हलेसी कस्तो दामी छ ए यस्तो माल छ अरे अनि यहाँ के को ड्युटी छ मसारै छ त बिरालो केटीलाई हो कि केटालाई हो त्यहाँनिर रहेछ ट्राफिक म चाहिँ फेरि यस्तो दिइरहेको थिएँ होइन कहाँतिर रोकिने हो कहाँतिर जाने हो होइन यहाँ चाहिँ हलेसी माथि चाहिँ हलेसी
धेरै टाढो नजाउँ त्यहीँनिरसम्म जाउँ त्यहाँबाट फर्कौँ त्यहाँबाट फर्कौँ अब यिनीहरू डिकुवा पोखरी अरे कता डिको अरे टाढो निकै टाढो छ अरे तपाईँ आउँदाखेरि रावबेसी हुँदै आउनुहुन्छ नि त रावबेसी हुँदै आउनुहुन्छ म तपाईँहरूलाई भेट्न आउँदैछु है रावबेसी हुँदै भनिदिनु भिडियोमा है कहिले मिति तोक्नु पर्ला नि मिति नतोकु आउँछु भने है सम्पूर्णमा नमस्कार जय देश जय माटो हामी अहिले हल्लेसीमा छौँ भोलि हामी रावबेसी गाउँपालिका हुन्छौँ सायद पर्सि नत्र भए त्यसको पर्सिको भोलि चाहिँ हामी ऐश्वर्य खड्का आइपुग्नेछौँ तपाईँहरूलाई भेट्न आउनेछौँ धन्यवाद साथीहरूलाई भेट्नेछौँ हामी ऐश्वर्य खड्कामा है धन्यवाद ल ल भाइ हामी आउँछौँ लु दाइ अब उतैतिर भेटौँ न। रात पर्छ भनेर गाह्रो हुन्छ ल अस्ति सिक्युरिटी डरै पठायो कि फेरि पनि बनाएको त फेरि त्यो पनि डर छ होला कि के बनाएका लु गएँ है त ल म हुन्छ ल अब चाहिँ हामी हलेसीबाट पनि फर्केको अवस्था सर र म उहाँ माननीयज्यूहरू चाहिँ तल लिकुवा कि डिकुवा पोखरी कतातिर जानुहुने अरे अनि त्यही भएर अब हामी चाहिँ घरतर्फ फर्किनु लागेको